नमस्ते फेरि पनि आइसकेको छु म नयाँ रियाक्सन भिडियोको लागि होइन। अहिले चाहिँ अब हाम्रो नवाज दाईको चाहिँ नयाँ गीत आइसकेको छ होइन। जाउँ चेक आउट गरौँ होइन। गीतको नाम चाहिँ ईर्ष्या भन्ने छ। डाइरेक्टेड बाई रेव जार। लेट्स चेक इट आउट। ओके गइदिन्छु म तिमीलाई केही पनि नभने आउँदिन म त्यहाँ तिमीले प्रयास जति नै गरे नि फुक्दिन्छु मै बत्ती तिम्रोमा बत्ती नै गए नि गइदिन्छु म कसैलाई केही पनि नभने स्मुथ दामीलाई गइरहेछ होइन। गइदिन्छु म यहाँबाट इन्डस्ट्री छोडेरै भए पनि जपेर कुन फाया कुन मनमनै भए पनि छैन नि ईर्ष्या सबै अगाडि बढे मेरो पैताला डाम तिम्रो आँगनमा तिमीले बढाली बसे लेगेसी एक लोडमा लेखिदिन्छु 3वटा चिठी नामहरू खुलाउन मिलेन त्यही भएर अहिलेलाई भन्छु म प्रिय अलिसा मिया नियत खराब भएको होइन मेरो I'm telling you कोहीसँग नबोल्ने रिजन नै छैन मेरो उसले नै भनिदिन्छ she wants to see me and I go see ya राम्ररी बुझ्न खोज्दा मसँग सबै रहेछ तर छैन कुनै टाइम आफैले दामी मेलोडियस गीत होइन। अनि भनिरहेछ अब कसैसँग चाहिँ इच्छा छैन मलाई तिमीहरू इन्डस्ट्री सबै थोक गर खाऊ जेसै गर मतलब भएन। तिनजनाको नाम लियो मसँग बोल्ने बानी छैन कोहीसँग पनि बोल्दिनँ म भनेर दामी गइरहेछ दाइले। telling you कोहीसँग नबोल्ने रिजन नै छैन मेरो उसले नै भनिदिन्छ she wants to see me and I go see ya राम्ररी बुझ्न खोज्दा मसँग सबै रहेछ तर छैन कुनै टाइम आफैलाई ऐनामा देखेर गइदिन्छु सबैलाई छोडेर कता फ्याँक्दिन मेरो प्राण मेरो नाम गइदिन्छु म तिमीलाई केही पनि नभने आउँदिन म त्यहाँ तिमीले प्रयास जति नै गरे नि फुक्दिन्छु मै बत्ती तिम्रोमा बत्ती नै गए नि गइदिन्छु म कसैलाई केही पनि नभने गइदिन्छु म यहाँबाट इन्डस्ट्री छोडेरै भए पनि म सोचे भन्दा अलग्गै छु नि त। तिमी मैनबत्ती बत्ती बाले गयो भने तिमीले मैनबत्ती बाले त्यो पनि फुकिदिन्छु म इन्डस्ट्री छोडेर गइदिन्छु म कसैलाई केही पनि नभने भने खालको जपेर कुन फाया कुन मनमनै भए पनि छैन नि ईर्ष्या सबै अगाडि बढे मेरो पैताला डाम तिम्रो आँगनमा तिमीले बढाली बसे हुँदैन त्यो I was coming for you not for the views million views देख्नु थियो देखियो ब्रो फरक पर्छ जस्तो लाग्छ तर परेन ब्रो आधी पिरिया चारैतिरबाट ठाला जसरी म हलेन ब्रो फसेको थिएँ म नर्कटिक्स ब्रेकिङ ब्याड सफारी पहिले ट्रामा र छो ऱ्यापने आर्टिस्ट नभएको भए जेलतिर गइसक्थे कसैले थाहा पाउन थियो रिहाबे नगई म दामी आफ्नो कुराहरू विगत बताउँदैछ दाइले दामी रहेछ होइन। ऱ्यापने आर्टिस्ट नभएको भए जेलतिर गइसक्थे कसैले थाहा पाउन थियो रिहाबे नगई म क्लिन म्युजिकले त्यो बेला प्ले गर्यो मेजरेर बाबालाई रियापै नगइकन क्लिन साउट आउट एकदम राम्रो काम गरे एप्रिसिएबल छ होइन दामी। गइदिन्छु म तिमीलाई केही पनि नभने आउँदिन म त्यहाँ तिमीले प्रयास जति नै गरे नि फुक्दिन्छु मै बत्ती तिम्रोमा बत्ती नै गए नि गइदिन्छु म कसैलाई केही पनि नभने गइदिन्छु म यहाँबाट इन्डस्ट्री छोडेरै भए पनि जपेर कुन फाया कुन मनमनै भए पनि छैन नि ईर्ष्या कुन भाषामा बोल्यो थाहा भएन अब होला के नि जपेर कुन फाया यो कुनै उसको कुन फाया कुन भन्ने चाहिँ एउटा उतो हो जस्तो लाग्यो मलाई चाहिँ कुनै उसको लिइरहेछ नाम भन्ने जस्तो लाग्यो मनमनै भए पनि छैन नि ईर्ष्या सबै अगाडि बढे मेरो पैताला डाम तिम्रो आँगनमा तिमीले बढाली हेलो एक दिन त आउने नै छु तिमी कहाँतिर म यहीँतिरै छु म माथि रक्सीमा नभए त राम्रै नै छु and that's no was sorry तर एक दिनमा आउँछु इन्डस्ट्री छोडेर कहाँ जान सक्छु भन्ने कुरा अन्तिममा फेरि हुन्छ नि म आउँछु तिमी कहाँ हो हिजो माटेर हो न त राम्रो नै थिएँ माटेर नराम्रो भएको भन्ने खालको रक्सीले
अनि द्याट्स नवाज अन्सारी होइन, हाम्रो चिराग दाई पनि थियो म्युजिक भिडियोमा, त्यसको थुप्रै मान्छे थियो होइन। दामी स्मुथ, दामी मिठो गीत लाग्यो मलाई चाहिँ, अनेस्ट भन्दाखेरि चाहिँ होइन, दामी लाग्यो। त्यति नै हो, अरू केही भन्नु। अनि अब हजुरहरूलाई कसको चाहिँ रियाक्सन भिडियो गरेको हेर्न मन छ होइन, त्यो चाहिँ कमेन्ट गरिदिनु है ट्याक्कसँगले, त्यो ठिक हुन्छ नि त।